सम्भवतः देशको अर्थ इतिहासमै पहिलो पटक होला चारैजना नाम चलेका र विज्ञ व्यक्तिहरूको हातमा अर्थतन्त्रको बागडोर छ। तर नेतृत्वमा विज्ञ भएर के गर्नु? बजारलाई हेर्दा यस्तो लाग्छ सारा अर्थतन्त्रको हालत नै किरणाले ध्वस्त बनाएर खोक्लिएको अवस्थामा छ। यी हुन् अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले। नाम मात्रै होइन, अन्तर्राष्ट्रिय अर्थ बजारमा चलेका अर्थशास्त्री हुन्। यी हुन् राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेल। विद्वान अर्थविज्ञ हुन्। बजारमा स्वर्णिम हाराहारीकै नाम छ। यी हुन् राष्ट्रिय योजनाका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट। राष्ट्र ब्याङ्कका अब्बल विज्ञ र प्रशासक थिए। गभर्नर बराबरकै नाम छ। अनि यी हुन् नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट। राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक समेत रहेका भट्टलाई सरकारले 47 जना व्यक्तिबाट छानेर अर्थको सबैभन्दा महत्वपूर्ण मध्येको शेयर बजार हेर्ने हाकिम बनाएको छ। तर चारैजना डाक्टर भएर के गर्नु? अर्थको अवस्था धामी झाँक्री लगाएर ढ्याङ्ग्रो ठोक्नुपर्ने हालतमा छ। चारैजना शक्तिशाली विज्ञहरू अर्थ सम्हाल्ने महत्वपूर्ण पदमा भए पनि तथ्याङ्क र परिणाममा कुनै सुधार आएको छैन। न लगानी गर्ने र अर्थ चलायमान बनाउने उद्योगी व्यापारीहरू खुसी छन्, न कुनै ठूला योजनाहरू सुरु भएका छन्, न लगानीको वातावरण बनेको छ, न राष्ट्र ब्याङ्कमा थुप्रिएको पैसा परिचालन भएको छ, न नयाँ सरकार बनेदेखि शेयर बजारमा कुनै उत्साह छ। सब बिजोग छ। अब तथ्याङ्क हेरौँ। भर्खरै सार्वजनिक भएको विषय अनुसार शेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभ करमा सरकारले ठूलै धक्का बेहोरेको छ। अर्थात् चालु आर्थिक वर्षको पहिलो महिनामै सरकारले 245%ले पुँजीगत लाभ कर गुमाएको छ। गत वर्षको साउनमा शेयर किनबेचबाट सरकारले 2 अर्ब 15 करोड 75 लाख पुँजीगत लाभ कर आर्जन गरेको थियो। तर यो वर्षको साउनमा 62 करोड 49 लाख मात्रै आर्जन गरेको छ। अर्थमन्त्रीमाथिको अविश्वास र सरकारका गतिविधिबाट लगानीकर्ताले गुमाएको आत्मविश्वासकै कारण शेयर कारोबार ध्वस्त हुँदा त्यसको असर पुँजीगत लाभ करमा परेको हो। दिनमा मुस्किलले 5 अर्बको कारोबार भइरहेको छ। साउन महिनाभर 95 अर्ब 35 करोडको कारोबार भएको छ। अघिल्लो वर्षको साउनमा 2 खर्ब 79 अर्बको कारोबार भएको थियो। अर्थात् शेयर कारोबारमै 67.07%ले गिरावट आएको हो। तर अर्थमन्त्री चिट्ठा खेलाएर बसिरहेका छन्। यो अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट दुवैको असक्षमता हो। हाम्रो अर्थमन्त्री विश्वकै विज्ञ अर्थशास्त्री 36 देशले चिनेको र मानेको भनेर सत्ता पक्षका माननीयज्यूहरूले भन्नुहुन्छ। तर उहाँले 36 देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नु भएन। उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो। किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यति धेरै समस्या र कमजोरी देखिएको थिएन। वर्तमान सरकार गठन भएपछि पुँजी बजारमा 6 खर्ब रुपियाँ डुबेको छ। तर यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाहिँ चिट्टा खेलाउनमा व्यस्त हुनुहुन्छ। राष्ट्र ब्याङ्कको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मुद्रास्फीति अर्थात् मूल्य वृद्धि 5.22% छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा 2.72% मात्रै थियो। बालिन सरकार बन्दै गर्दा मूल्य वृद्धि दर 3.25% थियो। अहिले मूल्य वृद्धि फत्तै बढेको छ। यो अवधिसम्म 12.3%ले मात्रै निर्यातमा वृद्धि भएर 2 खर्ब 77 अर्बको कमाई भएको छ, जबकि गत वर्षको सोही अवधिमा 77.8%ले निर्यातमा वृद्धि भएको थियो। तर विडम्बना पछिल्ला वर्षहरूमा 150 अर्ब रुपियाँ भन्दा बढी आइटी सेवा निर्यात भएको तथ्याङ्क छ। सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरी आइटीको दायरा अझै फराकिलो बनाउनु पर्नेमा आफै आइटी कम्पनी स्थापना गरी सरकारी निकायका सफ्टवेयर निर्माण र मर्मसम्पार गर्ने निर्णय गरेको छ। आयातमा 15.2%ले वृद्धि भएर 1894 अर्ब 10 करोडको विदेशी सामान किनेर खाएका छौं। गत वर्ष 13.1%ले मात्रै वृद्धि भएको थियो। बालिन सरकार बन्दाको अवस्थामा आयात 11 खर्ब 23 अर्ब 49 करोड मात्रै थियो। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै वस्तु आयात 1 खर्ब 87 अर्ब 44 करोड भएको छ, जुन अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा 31.04%ले धेरै हो। साउनमा सबैभन्दा बढी अभाव भएपछि ग्यास आयात बढेको छ। 8 अर्ब 46 करोडको ग्यास आयात भएको छ। गत वर्षको साउनमा 4 अर्ब 66 करोडको भएको थियो। निर्यात भने साउनमा 38 अर्ब 70 करोड भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 61.72% धेरै हो। जुम्लामा मात्र 38,486 हेक्टर खेतीयोग्य जमिनमा जम्मा 11% मात्रै खेतीयोग्य छ, खेती भइरहेछ स्याउको। बाँकी 88% तपाईँको खेती गर्न सकिरहेको छैन। त्यति मात्रै हामीले खेती गर्यौँ भने नेपालको
9 अरब रुपियाँ चाहिँ नेपाललाई हामी उपलब्ध गराउन सक्छौँ। त्यही भएर राज्यसँग अपिल गर्न चाहन्छौँ, राज्यले 1 अर्ब लगानी गरोस्। हामी जुम्लाका जनता र जुम्लाका किसानले राज्यलाई 9 अर्ब रुपियाँ दिन सक्छौँ। पछिल्लो प्रतिवेदन अनुसार व्यापार घाटा 15.7% वृद्धि भई 1616 अर्ब 13 करोड पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा 6.3% मात्रै वृद्धि भएको थियो। बालेन प्रधानमन्त्री बन्दा र स्वर्णिम अर्थमन्त्री बन्दा व्यापार घाटा 9 खर्ब 55 अर्ब मात्रै थियो। अहिले झन्डै 7 खर्ब व्यापार घाटा बढेको देखिन्छ। प्रिपरेसन आप्रवाह अर्थात् रेमिटेन्स 38.2% वृद्धि भएर 21 खर्ब 20 अर्ब 80 करोड छ। अघिल्लो वर्ष सोही अवधि भन्दा यो झन्डै दोब्बरले वृद्धि भएको हो। तर रेमिटेन्स बढ्नु र घट्नुमा सरकारको खास ठूलो भूमिका देखिन्न। यो विदेशमा बस्ने नेपालीहरूले ब्याङ्किङ प्रणाली मार्फत पठाउने रकमको मात्रा हो। चालु आर्थिक वर्षको पहिलो महिनासम्म सार्वजनिक ऋण 29 खर्ब 74 अर्ब पुगेको छ, अर्थात् एक नेपालीको थाप्लोमा 1 लाख हाराहारी सरकारी ऋण छ। बालेन सरकार भन्दा यो 28 खर्ब 58 अर्ब 97 करोड थियो। विदेशी मुद्रा सञ्चिति 3755 अर्ब रुपियाँ छ, गत वर्ष 2677 अर्ब थियो। तर यो बीचमा अर्थमन्त्रीले आर्थिक वर्षको सुरुवाती 34 दिनमै 1 खर्ब राजस्व सङ्कलन गरेको बताएका छन्। समग्रमा हेर्दा अर्थमा खास ठूलो सुधार केही भएको छैन। राष्ट्र ब्याङ्कमा कर्जाका लागि पर्याप्त पैसा छ, तर बाँक छैन। विगतका अस्वाभाविक कर्जा विस्तारका कारण पनि कर्जा खोज्नेहरूको संख्या घटेको छ। ब्याङ्कहरूले समेत रकम थुप्राएर राखिरहेका छन्।